अनि दाई गिरीश दाईको कुरा गर्नुहुन्छ, कुरा काट्नुहुन्छ। अनि नेपको श्रीपेज के अरे मेयर भइसकेपछि त गिरीश दाई तपाईँ छक्का मान्छे हो यार। अब त यो मेसेज हेरेर मलाई पनि गेनै लाग्यो। अस्ति भर्खर गिरीश दाईको कुरा काटे होइन, गिरीश पनि त्यही त गिरीश दाईसँग चिल हान्दै हुनुहुन्थ्यो त। गिरीश पनि त्यही त हो, मासले मन पराउँछ, ऱ्यापरहरूले मन पराउँदैन, स्पोन्सरले मन पराउँछ, फेरि यस्तै हो संसार सबै। अब दाई हेर्नु, यहाँ मसँग चाहिँ यस्तो कुरा गर्नुहुन्छ अनि त्यहाँनिर चाहिँ तपाईँ सर्पो यतिकै भने रहेछ त नि, सर्पो त रहेछ नि त यार तपाईँ। पख्नु अझै तपाईँको चिट्टा खोल्छ। मानस दाईको पनि कुरा गर्नुभएको छ तपाईँले, अनि किन त्यसो भए मानस दाईहरूसँग भेट्नुहुन्छ त? तपाईँ मान्छे छक्कै रहेछ यार, मान्छे यार सेम साकार पारा छ। अनि फेरि 20 दिन अगाडि सागरसँग पनि फोटो खिचेछ है यो मान्छेले। ल सिपेजको पनि मान्छेले बेकार एकदम सेम साकार पारा छ। भेट्छ बुढोले कुन दिन नराम्रो बसिडी के दाई तपाईँ के बोल्नुहुन्छ तपाईँलाई आफै थाहा कि 10 क्लास पढ्ने बच्चाहरूबाट के मानस घलेले यही तरिकाले एक दिन नराम्रो पिटाइ भेट्छ। यता श्रीपेजको पनि मान्छेले बेकार मानस राखेको भन्न थालिसक्यो। बुढाको वेट नै छैन, सेम साकार पारा छ, भेट्छ बुढोले कुन दिन नराम्रो 10 क्लास पढ्ने बच्चाहरूबाट अरे। दाई मानस दाईले त ल 10 क्लास पढ्ने बच्चाहरूबाट भेट्छ भेट्दैन त्यो मलाई थाहा भएन, तर तपाईँको जुन दिन रियल फेस देख्छ नि पुरा नेपालबाट तपाईँले चाहिँ भेट्नुहुन्छ दाई, मा कसम ल पुरा नेपालबाट तपाईँले भेट्नुहुन्छ दाई। अरूलाई न त्यो गर्नु क्या, पहिला आफ्नो हात हेर्नु न, आफूले के बोलिरहनु भएको छ त्यो फलो गर्नु न दाई। अहिलेको लागि चाहिँ यति नै हो, अरू पनि छ मसँग। त्यो बाल्यानकै भरमा त्यो देशलाई नसोप्नु होइन। एक त यो देश अलरेडी खुलित्त भइसकेको छ। यो मान्छे एकदम मास्टर माइन्ड मान्छे हो, एकदम सर्प हो। यम दाईले नै भन्थ्यो बाल्यानी स्नेक भन्थ्यो। मेरो घरमा आएर यम दाईको घरको बारेमा जे पाइ त्यही कुरा गर्ने, अनि पछि मेरो हुने बित्तिकै गएर भैँसी पार्टीमा गएर सेल्फी खिचेर म शालिक बनाउँछु भनेर। त्यो पनि शालिकको कन्सेप्ट म र एमसी फ्लो दाईको कुरा हो, उसले राखेको। ऊ पदमा थियो त्यही भएर त्यो अलि भाइरल भयो। अब हामी त त्यो लेभलमा पुगे छैनौँ त, तर उसले यो बिर्सिनु भएन कि उसको पछाडि कतिजना स्याडोहरू थियो क्या, कहाँबाट आएको त्यो चिजहरू बिर्सिनु भएन नि त। बाइलेन दाई तपाईँ जस्तो फेक मान्छेले देश चलायो भने देश चाहिँ वाइल्ड बर्बाद हुन्छ कि त तपाईँले बेचिदिनुहुन्छ दाई, मा कसम भन्छु दाई। मलाई कसैको थ्रेडको पनि डर छैन, म सत्य बोल्ने मान्छे हो होइन। बरु अरू मान्छेहरू पनि उदाओस् क्या, ऊ पनि नर्मल तालले नै लड्या हो क्या होइन। तर उसमा भिजन चाहिँ के थियो जे हो त्यो म भन्छु होइन। ऊ अलरेडी प्लान गरेर पहिलेदेखि मिडियाहरूलाई चेपेर ऊ चाहिँ एकदमै सिरियस भएर नै लडिरहेको थियो, त्यही भएर उसले जित्यो कि। चाहे कस्तो कस्तो नेपालमा कस्तो कस्तो मान्छे त मरिसक्यो दाई, राजा त मरिसक्यो दाई यार। त्यही भएर आफू कहाँबाट आएको त्यो चाहिँ बिर्सिनुहुन्न दाई होइन। तपाईँले आफ्नो मान्छेलाई मिलाएर हिँड्नु पर्ने हुन्छ। झन् यो बेलामा त तपाईँको के तपाईँको यही मेयरसम्म मात्र त होइन नि दाई, अझै माथि त बढ्नु छ होला नि त दाई। मैले लाइफमा बालेन दाई जस्तो फेक मान्छे होइन, जो मान्छेले अब फेक के भने जो मान्छेले आफ्नो आइडेन्टिटी एक्सेप्ट गर्न सक्दैन त्यो मान्छे जस्तो फेक मान्छे को होला र। गाउँ जानु दाई, एक डाँडा जानु, एकचोटि